म अफिस गएँ केटाहरू है अफिस गएँ ल म चाहिँ अफिस हिँडेको केटा हो यहाँ दाजु हुनुहुन्न रहेछ यार हाम्रो दाजु डेन्जर बनाउनु क्या भाइ हो दाजु गुड मर्निङ यार के हो बनाउँदैछ मेरो यो कार्बोरेटर छ नि त सफा गर्नु बन्थ्यो क्या भरेतिर ल्याएर छोडिदिन्छु म है ल भतिजलाई छोडिदिन्छु भोलि ल हस् मैले भनिदिएको थिएँ ल त है हजुर तपाईँ कति बजीसम्म बस्नु भएको त्यो बेला ओहो हो ल ठिक छ ल त है भोलितिर सक्दिनँ ल त ड्युटी लागेको पो त म त ड्युटी लाग्यो हजुर ड्युटी मैले चाहिँ यो ड्युटीमा कति लगभग 9 बजीसम्म चाहिँ पुग्नुपर्ने हुन्छ त्यसैले खाना अब नरुचि पनि यार खाना पऱ्यो होइन बिहान खाना पुग्दैन अब 8 बजीतिर खाना खाएर पुरा रेडी भएर हिँड्नुपर्ने हुन्छ अनि त्यसैले गर्दा जानुको लागि कहिले यसो जाममा परिहाल्छ कि त्यसैले गर्दा अलिक छिटो निस्कियो म कति बजीका थाहा भयो भने चाहिँ मैले छिटै अब त्यहीँ अफिस पुगेर मात्रै हेर्छु अहिले चाहिँ म यहाँ डल्लु के भन्थ्यो सब भगवती चौकीमा चाहिँ आइपुग्यो सब ठुल चौकीमा आइपुग्यो मन्दिर पनि छ मन्दिर अब दर्शन तर क्या क्लिन बनाइसक्यो बाटोहरू चाहिँ अब महानगरपालिकाको त्यो टिमहरूले चाहिँ आएर पुरा बाटोहरू सफा गरिसकेको छ हिजो यहाँ बडाले त विचार होइन अब उहाँहरूको पनि ड्युटी हो होइन तर बिहानै हुने क्या उहाँहरूको ड्युटी चाहिँ आज मौसम किन यस्तो भइरहेको छ अगाडि गइदिउँ न किन ढ्याङमै हामी अस्ति झन्डै मारेन मलाई त बाइक गर्नुपर्छ भोलि त शनिबार हो यार आज शुक्रबार भोलि पनि छुट्टी छ कि छैन यार कति छुट्टी नभएको 2-3 हप्ता भइसक्यो यार छुट्टी नै छैन छुट्टी नै भएको छैन यार छुट्टी लास्टै हो बोलाएको त जानै परेको होइन उहाँहरूको पनि अब उहाँहरूको त एमर्जेन्सी काम हो गइदिनु पर्छ अब यहीँ भनेको अब के अरे मम्मी बिरामी हुन्छ कि उहाँहरूको सबैले मम्मी बिरामी हुन्छ चेकअपको लागि आउनु भएको थियो 3 बजेदेखि आउनु भएको अरे आज 7 दिन जतिको त्योभन्दा अरू चाहिँ लगभग हाम्रो चाहिँ मिटिङ धेरै भइरहेको छ मिटिङले गर्दा चाहिँ छुट्टी हाम्रो छुट्टी मिल्दैन थियो त्यसले गर्दा अब मिलाउन पर्ने हुन्छ शनिबार पनि त्यही भएर अब के गर्नु यस्तो डल्लै ड्राइभरको जिन्दगी के छ र गर्न परिरहेको आफ्नो भएपछि अब गर्नै पऱ्यो यता चाहिँ अब अवश्य मेरो बलमा हो एकदम यता कालीमाटी निस्किन आयो कालीमाटी निस्किन आएको डल्लो लागेर आएको लगभग त्यही हो 10 मिनट जतिको आसपासको कुरा हो त्यसमा पुग्नलाई चाहिँ जाम भएन भने 10 मिनट जति नर्मल हिँडेको कतिखेर छिटो हतार गर्न भने त अब के हुन्छ होइन त्यही भएर चाहिँ महामार्ग पुरा चेकिङ भइरहेको रहेछ यातायातको चाहिँ यहाँ तपाईँ बस्यो भने चाहिँ बिल्कुल चाहिँ बोकेको छ कि छैन अहिले बोकेको रहेछ यो एरियामा चाहिँ लास्ट बेलुका बस्छु यार अस्ति न म पहिला फर्स्टमा साइड मैले एकचोटि बाइक चलाएर आउँदा तपाईँको उतै गल्तीबाट कि बेलुका त्यस्तै होला 9 बजीतिर
एउटा भेले साइकल यस्तो स्पिड आएर कि मलाई ड्याममै हानिहाल्यो क्या म त ल बिहोस भएछ भने यता यही गल्लीबाट सट्टै निस्किहालेको थिएँ होइन म चाहिँ यतातिर पछाडिदिएको छ त्यो साइडबाट हानिहाल्यो नि त उसले साइडबाट हान्नु चाहिँ म चाहिँ लास्ट डेन्जर त्यति साह्रै घाइते त भएन होइन तर टाउको चाहिँ त्यो उसमा ठोकेछ कि त्यो वालमा ठोकेछ अनि त्यही भएर चाहिँ अनि हेलमेट पनि फुटाएको थियो त्यसले गर्दा अनि त्यस्तो असर त खास त्यस्तो असर भएन अब के हो मेन कुरो भनेको हानिएको मलाई त थाहा छैन त्यो मान्छे कुन मेरो भागि थाहा र म चाहिँ अहिले यता कालीमाटी चोकमा आइपुग्यो यो सालिक भएको ठाउँमा अहिले त डह्रो जाम पर्छ आज त्यति छैन रहेछ है यहाँ चाहिँ डेन्जर जाम हुन्छ नि कालीमाटीमा अब स्ट्याम्प पनि त्यति लागेको छैन होला बरु त्यही भएर होला मेन प्रब्लम भनेको नै यस्तै हो यार होइन अब के भनौँ ड्युटी त गर्नै परेको पनि ड्युटी गइसक्यो भने म पनि अब आइपुग्नु लागिसक्यो लगभग म अब त्यस्तै 3 मिनट जति त देखिन त आउँदैन होला छिटो त त्यति साह्रै स्पिड त गर्नु भने फेरि यो गऱ्यो भने अब ट्राफिक नियम पालन गर्नु परेको हाम्रो लागि मलाई आउँछ कि बिचरा ट्राफिक गर्छ नि त त्यति साह्रै स्पिड गर्नु त्यही भएर यहाँ देख्दैन त्यहाँ देख्दैन भनेर स्पिड रन गर्नु भनेको टक्क लिमिटमा चलायो भने आफ्नोलाई पनि धेरै राम्रो धेरै सुरक्षित हुने आफ्नो होइन धेरै स्पिडमा गयो भने त पहिला कता गल्ली बडसमा त आइपुगिहाल्छ त्यसबाट अनि ब्रेक लाग्दैन नि त ब्रेक नलागेछ अनि त्यही हो अनि प्रब्लम त्यही हो पुगेपछि सक्यो र फाइनली म चाहिँ अब आइपुग्नु लाग्यो र म चाहिँ अहिले यहाँ गणेश थान मन्दिरमा आइपुगेर पहिला चाहिँ मेरो चाहिँ अब यहाँ पुलेश्वर मेट्रो अपार्टमेन्टमा चाहिँ गएर म चाहिँ दाइलाई पिक गर्नुपर्ने हो पहिला गएर गाडी यताउति सरसफाइ गरेर अनि दाइलाई पिक गरेर हामी चाहिँ त्यस्तै पिक गरेर त्यस्तै गाडी यताउति सरसफाइ गरेर यताउति गरेर अब आधी घन्टा जति चाहिँ हामी अफिसमा निस्किनुपर्ने हुन्छ अफिसले त्यही बल्को पानी उता चौबार जाने बाटो उयसमा केटीको दक्षिण गानाहरू बनाउनु हो त्यही भएर दाइलाई चाहिँ अब अफिसमा पिक गर्नुपर्छ म चाहिँ अब यहाँ मेट्रो अपार्टमेन्टको गल्ली चाहिँ लागेको छु दाइ चाहिँ यहाँ 6th फ्लोरमा बस्नुहुन्छ 6th फ्लोर भने 6 फ्लोरमा यो हाउसिङ चाहिँ ठुलो अपार्टमेन्ट अब हाम्रो केटाहरू आइसक्यो होला अरू गुरुहरू पनि आउनुहुन्छ होला त्यहाँ दाजुभाइहरू पनि हुनुहुन्थेन के भन्नुहुन्छ त्यही बेलामा हो लासो आस्याङ के छ आउनु भएको छैन कोही ठिक मुला ल एकजना गुरु चाहिँ आउनु भइसकेको रहेछ मेरो त यस्तै हो यहाँ भित्रतिर राख्नुपर्छ अनि गाडी चाहिँ हाम्रो गाडी धेरै छ तर गाडी अहिले चाहिँ यता यही मात्र छ क्या अहिले अब बाइक राख्न परेको बाइक राखे